लम्कीछुवा नगरपालिकाको समन्वय तथा गुड नेबर्स र सेवक नेपालको आर्थिक सहयोगमा लम्कीछुवा नगरपालिकाका 10वटै वडाका करिब 20 जना बालबालिकालाई अपाङ्गता सहायता सामग्री वितरण गरिएको छ। लम्कीछुवा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो। सामान हस्तान्तरण गरिसकेपछि उपप्रमुख चौधरीले शारीरिक अशक्तताकै कारण बालबालिकाहरू विद्यालयको शिक्षाबाट वञ्चित नहुनुपर्ने कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि सामान हस्तान्तरण भइसकेपछि बालबालिकालाई दैनिक क्रियाकलापमा समेत सहज हुनेछ। अपाङ्गता सहायता सामग्री वितरण गर्न आर्थिक सहयोग प्रदान गर्ने गुड नेबर्स र सेवक नेपाललाई धेरै धेरै धन्यवाद। तपाईहरूले गर्नुभएको यही कामकै कारणले आज केही बालबालिकाहरूले आफ्नो शारीरिक अशक्ततालाई पनि पन्छ्याएर दैनिक क्रियाकलापहरूलाई अगाडि बढाउन सक्ने भएका छन्। यस्तै यो कामका निमित्त सहकार्य गरी बालबालिकाको घरसम्मै सहायता सामग्री पुर्याउन सहयोग पुर्याउने लम्कीछुवा नगरपालिका र उपप्रमुख जुना चौधरीलाई पनि हामी आभार प्रकट गर्दछौँ। त्रिभुवन मिडिया, लम्की, कैलाली, नेपाल। धन्यवाद छ। यो लम्कीछुवा नगरपालिकाको समन्वयमा गुड नेबर्स र सेवक नेपालको आर्थिक सहयोगमा लम्कीछुवा नगरपालिकाले करिब 20 जनालाई वाकर, त्यसपछि टोयलेट सिट अनि व्हिलचेयर, त्यसपछि 1 जनालाई कृत्रिम हात वितरण गरिएको छ र उहाँहरूलाई स्कुल जान सहजीकरण होस् भन्ने हिसाबले यो समावेशी शिक्षा अन्तर्गत को कार्यक्रम उहाँहरूको रहेछ र त्यो कार्यक्रम अन्तर्गत हामीले आज करिब 20 जनालाई यो सामग्रीहरू वितरण गर्यौँ। यो विशेष गरेर अब विद्यालय जान सहजीकरण होस् भनेर विद्यालयका उमेरका बालबालिकाहरूलाई हामीले यो सहायक सामग्रीहरू वितरण गरेका छौँ, जसले गर्दाखेरि अभिभावकलाई पनि सजिलो र विद्यार्थीहरू शिक्षाको पहुँचबाट वञ्चित नहुन् भन्ने हिसाबले समावेशीकरण शिक्षा अन्तर्गत कार्यक्रमबाट हामीले आज सामग्रीहरू वितरण गरेका छौँ। गुड नेबर र सेवक नेपालको सम्पूर्ण टिमलाई लम्कीछुवा नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद पनि दिन चाहन्छु।